भन्नु न हो मेरो जिग साथी हो मसँग सँगै सुत्छ जतिखेर नि म नभएको हुँदैन यसलाई त भन्नु हेर साथीहरू यार पैसाको लागि के चाहिँ गर्नुपर्छ यार पैसा समाउनु मात्र सजिलो हो क्या कमाउनु त लास्ट गाह्रो हो हेलो नमस्ते वास्तव गाइज आइबो सञ्चय नचलेर सन्चै छु र साथमा मेरो नयाँ भिडियोमा फेरि पनि स्वागत छ आज चाहिँ डे 2 भ्लगको हैन अनि हामी चाहिँ यतिकै अहिले आगो ताप्दै बस्दैछौँ यतापट्टि मिस्त्री दाजु हुनुहुन्छ हेलो हाई गाइस अनि यतापट्टि हिमाल छ हैन अहिले त गाली कालो थोडा देखिरहेछ हाम्रो दाइ चाहिँ उता पल्लोपट्टि साइडको मिस्त्री हो खासमा चाहिँ हाम्रै टिमको हो तर पनि उता पल्लोपट्टि छ पल्लोपट्टि के कस्तो काम भइरहेछ दाजु पल्लोपट्टि ठिकै चलिरहेछ काम आज फाइनल काम छ त्यहाँ आज फाइनल काम हो आज सकिन्छ आज फाइनल काम हो त्यस पछाडि अहिले म चाहिँ यहाँ बसिरहेको अहिले अर्को मिस्त्री आउँदैछ यहाँ झ्याल लेभल गर्न यसको लागि कान्ट्री लेभल यो टोयलेटको लागि त्यसको लेभल गरेर चाहिँ म पर जान्छु होला पर जाने कति जान्छ त्यहाँ काम गर्ने त्यहाँ हाम्रो 6 जना छ 6 जना कस्तो काम गर्छ त्यहाँको मान्छे काम ठिकै गर्छ पर एउटा छ काम चोर छ एउटा पनि त्यसलाई म लगाइहाल्छु एक्लै हो मिस्त्री चाहिँ म एक्लै हो ए ठिक छ ल जे होस् अब उता काम पनि हुँदैछ यहाँको काम पनि हुनेवाला छ हैन लगभग आजसम्म चाहिँ यहाँको काम सकिन्छ गाह्रो साह्रो लाउने यताउति गर्ने अनि भोलि चाहिँ अनि हाम्रो लेन्टर लाइन्छ होला सायद अनि त्यसपछि चाहिँ हामी अर्को साइड चलिदिन्छौँ यहाँ बसेको चाहिँ हाम्रो लगभग 1 महिना जस्तो चाहिँ भइसकेको छ अब एउटै ठाउँमा धेरै अड्किनु हुँदैन के अलि हुन्छ नि नरमाइलो हुन्छ त्यही भएर नयाँ नयाँ ठाउँमा जानुपर्छ त्यही हो अब चियासियाहरू चाहिँ तपाईँहरूले खानु भइसक्यो होला अन्त त्यही खाएर पनि रेडी हो त्यही हो अहिले हाम्रो दाइको मित्र साथी है हेरौँ होला जर्मन सेपोर गाई जो कालो हैन पर खेलिरहेको छु तर लास्ट दिशा चाहिँ मित्र हैन तपाईको मित्र कहाँको मित्र हेलो हो मेरो जिग साथी भन्नु न हो मेरो जिग साथी हो मसँग सँगै सुत्छ जतिखेर नि म नभएको हुँदैन यसलाई त भन्नु ए चुप आजा चल पर जा अरु भने चाहिँ हैन यो कुकुरलाई शिकारी बनाउने रे हैन तर लास्ट डरपोक छ के हो रे जर्मन शेप हैन कालो जर्मन शेप हो यो जर्मन शेप न भुसिया कुकुर हो रे कहाँ बिसी ओइ ओइ यहाँ आइज हैन जर्मन शेफनरको जर्मन शेफ कान त दाइ त्यस्तै हो क्या यो जर्मन शेफ थोपडा जस्तो हुन्छ मलाई गाइज भन्नुले जर्मन शेफनर हो त पुछु हेर न तर जर्मन शेफनर कहाँ यस्तो हुन्छ दाइ जर्मन शेफनरको त सेपै अर्कै हुन्छ हौ कालै भए पनि अर्कै हुन्छ क्या त जर्मन शेफनर हो हाम्रो दाइ नभए भने त यसको दिनै जाँदैन यार ल जम भानिरहेछ गाइस ए चप चप मारु चप चप मारूंगा फिर अभी चप त्यसलाई फेरि माथि चढा फेरि बोलाउँला रोक चो काले आज हामफाल त्यो टोकेरै जाने भनेर चाहिँ पर जा अब त्यो मिस्टेक खेल्ने भनेर हेलिकप्टर देख्दैन हेर सारी यार पैसाको लागि के चाहिँ गर्नुपर्छ यार पैसा कमाउनलाई यार के चाहिँ गर्नुपर्छ हरेक चिज गर्नुपर्छ यार साथीभाइहरू कहाँबाट बाटो यहाँबाट रमिता
यति मुस्किलले अलि चाँडो हो ड्राइभर साहब दुखिसक्यो म तल झर्छ क्या हो भोगे एकछिन उठाउनु पर्छ यार साथीभाइहरू पैसामा थाप्न मात्रै सजिलो यार कमाउनु त गाह्रो छ साथीभाइहरू के भो ड्राइभरहरू कुलीहरू के भो ड्राइभर दाइ कहाँबाट बोक्यो त अनि यस्तो गाह्रो छ नि साथीभाइहरू यार पैसा समाउनु मात्र सजिलो हो क्या कमाउनु त लास्ट गाह्रो हो भने त्यही हो स्ट्रगल हुँदैछ साथीभाइहरूको र मेरो पनि पालै पालो बोक्दै हो यो मामफुलीको ढाँडो लास्टै यार एकदम कालो भयो यार हात त्यही माथि बिहान बिहान है हात पनि चिसो दुख्ने पोल्ने केटाहरू यहाँ छ हालत खराब छ यहाँ मजा आयो यार ड्राइभर त हो हाम्रो यसको आफैले फ्याला कुकुरले फ्याल्यो भन्दै थियो त्यहाँ फेरि छुट्टै काम चल्दैछ खाना अहिले खाना खान्छ